जय माता की सबैजनालाई जय माता की। आज चाहिँ मैले एउटा सानो भिडियो बनाएको छु। यो भिडियो बनाउनुको कारण चाहिँ हजुरहरूलाई केही जानकारी दिउँ भन्नको लागि हो। हाम्रो यस जय दुर्गे काली सेवा केन्द्रले चाहिँ विश्व शान्तिको लागि 108 शक्तिपीठ मन्दिरहरूमा चाहिँ 1.25 लाख दीपज्योति प्रज्वलन महाअभियान कार्यक्रम चाहिँ गरिरहेको छ, भइरहेको छ। यो महाअभियान 108 शक्तिपीठहरू मन्दिरमा चाहिँ 1.25 लाख बत्ती बाल्ने महाअभियान भनेको चाहिँ यो चाहिँ एकदम ठुलो महत्त्वपूर्ण कुरा हो। यसले चाहिँ विश्वमा रहनुभएका हरेक व्यक्तिको एउटा सङ्कल्प हुनेछ। यो मेरो मात्रै, यो हाम्रो मात्रै आश्रमको सङ्कल्प होइन, यो सबैजनाको सङ्कल्प हुनेछ। र हामीले 108 मन्दिरमा चाहिँ गएर चाहिँ 1.25 लाख बत्ती बाल्दाखेरि चाहिँ 3.25 करोड बत्ती हुन्छ। 3.25 करोड बत्तीको एउटा शक्ति ऊर्जा कस्तो होला यसरी सबैजनाले महसुस गरौँ त है। त्यो महसुस एउटा त्यो ऊर्जा, त्यो शक्ति पाउनको लागि चाहिँ हामी सबैजनाले के सक्छौँ, जस्तै तेल, बत्ती, भेटी के दान गर्न सक्छौँ, त्यो चाहिँ सबैजनाले सहयोग गरिदिनु होला भनेर चाहिँ म हार्दिक अनुरोध पनि गर्दछु। र यो हामीले 4 गणेशबाट सुरु गर्छौँ। 108 मन्दिरमा 1.25 लाख बत्ती बाल्ने कार्यक्रम चाहिँ 4 गणेशबाट सुरु गर्छौँ। पहिलो 11 गते, वैशाखको 11 गते परेको छ, अग्नि जुराएर गर्छौँ। सबै पाठ पूजाहरू नै गरेर गर्छौँ। 11 गते चोबारको गणेश जल विनायकमा हुनेछ र लगत्तै पश्चात यता भक्तपुर सूर्य विनायक गणेशमा हुनेछ। जेठमा फेरि हामी अग्नि जुराउँछौँ है। सबै जुराएर जेठको चाहिँ फेरि हामी यसै गरेर भिडियो मार्फत जानकारी दिन्छौँ। यदि हजुरहरू कोही इच्छुक है, म पनि हो 108 मन्दिरमा 1.25 लाख बत्ती बाल्ने भनेको त जो कोहीले गर्न पनि सक्दैन, यो त सम्भव पनि नभएको कुरा हो। म यसमा चाहिँ सहभागी पनि हुन्छु, सहयोग पनि गर्छु, म यसको ऊर्जा पनि लिन्छु भन्नुहुन्छ भने चाहिँ हजुरहरू आउन पनि सक्नुहुन्छ। सहयोग के गर्नुहुन्छ, कसो गर्नुहुन्छ, हामीले युट्युब मार्फत, फेसबुक मार्फत, टिकटक मार्फत पनि हामीले प्रचार प्रसारण यसरी नै राखेका छौँ। यसमा नम्बर पनि छ, हेर्नु होला, हामीलाई फोन पनि गर्नु होला। हजुरहरूले जे सहयोग गर्दा पनि हुन्छ। यसमा चाहिँ हामी तपाईँहरूको नाम राखेर जुनै पनि मन्दिरमा 108 मन्दिरमा गर्दाखेरि हजुरको नामहरू सङ्कल्पहरू गरिदिनेछौँ। जस्तै तपाईँहरूले पितृको नाममा गर्न सक्नुहुन्छ, आफ्नो कुलदेवताको नाममा गर्न सक्नुहुन्छ, आफ्नो काम कार्य केही सफल होस् भनेर गर्न सक्नुहुन्छ। यदि तपाईँको जीवनमा कुनै बाधाहरू, सङ्कटहरू केही आइरहेको छ, घाउचोपटक मात्रै भइरहेको छ भने पनि त्यसको निवारणको लागि